पूर्व राजाका समर्थकहरूले काठमाडौँको 3 कुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा भएको झडपमा 1 जनाको मृत्यु र 35 जना घाइते भएका छन्। गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका 29 वर्षीय सबिन महर्जनको मृत्यु भएको जानकारी दिनुभयो। गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ 23, सशस्त्र प्रहरीतर्फ 9 र नेपाल प्रहरीतर्फ 3 जना घाइते भएका छन्। आन्दोलनका प्रमुख दुर्गा परसाईलाई कारबाहीको दायरामा ल्याउनुको साथै आजको आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उहाँको भनाइ छ। आज काठमाडौँ उपत्यकामा दुईवटा चाहिँ प्रदर्शन भयो। एउटा समाजवादी मोर्चाको प्रदर्शन भयो, यो चाहिँ भिरुकुटी मण्डपमा भयो, जुन प्रदर्शन चाहिँ शान्तिपूर्ण रूपमा सम्पन्न भयो। त्यसमा करिब 18,000 को हाराहारीमा सहभागीहरू भएको जानकारी हामीलाई प्राप्त भएको छ। त्यसै गरी पूर्व राजाका समर्थकहरूद्वारा राजधानीको 3 कुने क्षेत्रमा जुन प्रदर्शन भयो, त्यो प्रदर्शन अत्यन्त हिंसात्मक रूपमा भयो। नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रताको हक प्रदान गरेको छ। एक प्रकारले भन्यो भनेदेखि यो लेभल प्लेइङ फिल्ड भन्छ। त्यो हिसाबले चाहिँ सबै नागरिकहरूलाई सहभागी हुने, विचारको स्वतन्त्रता प्रदान गरेको छ। बिना हताहतियार शान्तिपूर्ण रूपमा भेला जम्मा हुने र विचारको आदान प्रदान गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ। तर आज चाहिँ पूर्व राजाका समर्थकहरूद्वारा 3 कुने क्षेत्रमा जुन प्रकारको चाहिँ गतिविधि गर्यो, अत्यन्त दुःखदायी र खेदजनक छ। नेपालको संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको उहाँहरूले चाहिँ एक प्रकारले भन्यो भनेदेखि मिसयुज गर्नुभयो। आन्दोलन त्यस्तो खालको हिंसात्मक आन्दोलन वास्तवमा तपाईँ हामीले हेर्दाखेरि पनि लाज लाग्ने, सभ्य समाजले लाज मान्नुपर्ने खालको आन्दोलन चाहिँ हामीले आज देख्यौँ। आन्दोलनको नेतृत्वकर्ता जो चाहिँ दुर्गा परसाईले गरेको भन्ने आएको छ, उहाँ स्वयंले नै आफैले सवारी चलाएर जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूमाथि सुरक्षाकर्मीलाई लक्षित गरेर सुरक्षाकर्मीलाई नै मार्ने नियतले उहाँले जब चाहिँ सवारी चलाउनु भयो, त्यसपछिको त्यहाँको स्थिति झन् बिग्रिएको भन्ने जानकारी प्राप्त भएको छ। व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड गर्ने, आगजनी गर्ने, सञ्चार गृहमाथि आगजनी गर्ने, तोडफोड गर्ने, अस्पतालमा तोडफोड गर्ने, व्यापारिक केन्द्रमा तोडफोड गर्ने, लुटपाट गर्ने, त्यसै गरी मानिसलाई घरभित्र राखेर बाहिरबाट घरमा आगो लगाउने जस्ता जघन्य प्रकारका अपराधका घटनाहरू चाहिँ आज हामीले 3 कुनेमा भएको पाएका छौँ। यो वास्तवमा सभ्य समाजले लाज मान्नुपर्ने, आजको नेपाली समाजले निकै ठुलो सङ्घर्ष र बलिदानबाट नेपाली समाजले यो संविधान प्राप्त गरेको छ। यो सानो उपलब्धि होइन, यसको यसरी मिसयुज दुरुपयोग भएको छ। वास्तवमा यो क्षमायोग्य चाहिँ छैन। आजको घटनामा भएका सबै प्रकारका गतिविधिहरूको हामीले सूक्ष्म ढङ्गले सुरक्षा निकायले अरू राज्यका संयन्त्रले यसको सूक्ष्म ढङ्गले यसको निगरानी गरेको छ र यो आपराधिक कार्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने प्रयास गरिनेछ। आजसम्म भएन भने पनि हाम्रो रेकर्डको आधारमा, हाम्रो इन्टेलिजेन्स सिस्टमको सूचनाको आधारमा चाहिँ हामीले सबैलाई कानुनी कारबाहीमा ल्याउँछौँ र अप्ठ्यारोमा परेका मानिसहरूलाई, अहिले पनि कतिपय मानिसहरू अप्ठ्यारोमा परेको, फसेको भन्ने जानकारी हामीलाई प्राप्त भएको छ। त्यस्ता ठाउँमा सुरक्षाकर्मीहरू खटिएर उनीहरूको उद्धार गर्ने काम चाहिँ जारी छ र प्राप्त जानकारी अनुसार 3 कुने क्षेत्रमा भएको झडपको क्रममा 1 जना कीर्तिपुर 4 बस्ने वर्ष 29 को सबिन महर्जनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। यसमा नेपाल सरकार गृह मन्त्रालय चाहिँ दुःख व्यक्त गर्दछ र त्यसै गरी औषधि व्यवस्था जडीबुटी कम्पनीको जुन अफिस छ जडीबुटीमा, त्यहाँ पनि आगजनी गरिएको र करिब 8वटा सवारी साधनमा आगजनी गरेको घटना पनि प्राप्त भएको छ। यी सबै घटनाहरूप्रति हामी चाहिँ खेद प्रकट गर्दछौँ र राज्यको सबै संयन्त्र लागेर कुनै पनि हरसम्म उपाय हामीले अवलम्बन गरेर कानुनलाई हातमा लिने जोसुकैलाई पनि हामीले चाहिँ नियन्त्रणमा लिन्छौँ र त्यसलाई कानुनी कारबाही लान्छौँ र यस्ता प्रकारका घटनाहरूबाट कोही पनि आतंकित हुन पर्दैन। वास्तवमा एक दिन उहाँहरूले यस्तो प्रकारको घटना घटाए तापनि सधैँ यस्तो खालको घटना हुन सक्दैन र नेपाली नागरिकहरूलाई हतोत्साही नभइकन
शान्तिपूर्ण तरिकाले आफ्नो दैनिक कार्यक्रम चाहिँ दैनिक क्रियाकलाप चाहिँ सञ्चालन गर्नको निमित्त पनि हामी हार्दिक अनुरोध गर्दछौँ। एउटा कुरा के हो भने 2061 सालमा इराकमा कति 8 जना मानिसहरूको चाहिँ जुन खालको हत्या भयो, त्यसपछि काठमाडौँमा जस्तो खालको लुटपाटको र अराजक गतिविधि हामीले देखेका थियौँ, आज झन्डै 20 वर्षपछि त्यस्तै प्रकृतिको घटना चाहिँ आज दोहोरिएको छ। त्यतिखेर कुनै अराजक भिडले घटाएको थियो भने आज त कुनै एउटा निश्चित मिसन भएका दल भनौँ अथवा चाहिँ समूहद्वारा यो कार्यक्रम भएको हुनाले त्यस्तो खालको त्यो लेभलको हरकत हुन्छ भन्ने वास्तवमा अनुमान नभएकै हो। तयारी त हामीले सबै प्रकारका तयारीहरू हामीले गरेकै हौँ, तर एउटा राजनीतिक दलको तर्फबाट राजतन्त्रलाई पुनर्स्थापना गर्न सक्छौँ भनेर जुन मिसनका साथ उहाँहरू लाग्नु भएको छ, उहाँहरूबाट यस्तो जघन्य खालको अपराधजन्य घटना हुन्छ भन्ने कुरा चाहिँ सोच्न पनि सकिँदैन। तयारी हुँदाहुँदै पनि धेरै सीमितताहरू छन्। हाम्रो प्रहरी आगलागी नियन्त्रण गर्न गएको दमकलमाथि आक्रमण भएको छ। आगलागी नियन्त्रण गर्न जाने सशस्त्र प्रहरी बलको गाडीमाथि नै आक्रमण र ढुङ्गामुढा भएको छ। अहिले धेरै प्रकारले बलको प्रयोग गर्दाखेरि ढङ्ग पुर्याउनु पर्ने हुन्छ। बलको प्रयोग गर्दाखेरि बल प्रयोगका निश्चित सिद्धान्तहरू छन्, निश्चित मापदण्डहरू छन्, त्यसको आधारमा मात्रै बल प्रयोग गरिन्छ। त्यसो हुँदाखेरि हामीले अनुमान गरेको भन्दा केही फरक र अराजक चाहिँ पक्कै भएको हो भिड चाहिँ। उहाँ चाहिँ कानुनी दायरामा आउनुहुन्छ। होइन, त्यो त हाम्रो सूचनाको विश्लेषण गर्दाखेरि हाम्रो अरू कुराहरूले जे कुरा चाहिँ तय हुन्छ त्यसैमा हामी जान्छौँ। होइन, अहिले नै त्यसरी भनिहाल्ने अवस्था चाहिँ छैन। र तपाईँहरूले भने जस्तै र हामीले प्राप्त जानकारी अनुसार आन्दोलनको नेतृत्व चाहिँ दुर्गा प्रसाईले गरेको हुनाले मूलभूत रूपमा उहाँ नै आजको यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ। र आज जति पनि क्षति भएको छ, यस क्षतिको पूर्ण रूपमा जिम्मेवारी पनि आयोजकको तर्फबाट चाहिँ उहाँहरूले लिनुपर्छ। मानिसहरू चाहिँ तत्काल पक्राउ पर्छन्, छुटिहाले, अब यतिकै हो भन्ने अवस्था चाहिँ छैन। क्षतिको विवरण अहिलेसम्म हामीलाई प्राप्त भएअनुसार 15 जना सुरक्षाकर्मी घाइते हुनुभएको छ। 15 जना नै प्रदर्शनकारीको तर्फबाट 15 जना घाइते भएको जानकारी प्राप्त भएको छ। भौतिक क्षतिको पनि पूर्ण विवरण आइसकेको छैन। अब तिनकुने क्षेत्रमा चाहिँ धेरै व्यक्तिहरूको घरमा ढुङ्गामुढा भएको छ। केही सरकारी सवारी साधनमा पनि आगजनी भएको छ। जडीबुटीमा रहेको जडीबुटी प्रशोधन केन्द्रको कार्यालय जुन छ त्यहाँ पनि आगजनी गरेको जानकारी हामीलाई प्राप्त भएको छ। त्यसै गरी त्यहाँ 8वटा सवारी साधन पार्किङ गरिएको थियो, त्यसमा पनि आगजनी भएको भनिएको छ। यो कुनै लक्षित, कुनै उद्देश्य, कुनै गन्तव्य ठानेर गरिएको आन्दोलन छैन। मलाई एकदम अचम्म के लागिरहेछ भने यो नेतृत्वले कहाँ पुर्याउँछ नेपाली समाजलाई, हामी यस्तो भिडको पछाडि किन लागिरहेछौँ भन्ने कुरा चाहिँ हामीलाई आश्चर्यजनक लागेको छ। र त्यसै गरी यहाँसम्म कि यो अन्तर्राष्ट्रिय विमानस्थलको परिसरभित्र पनि आगो लगाउने प्रयास गरिएको छ। यो तपाईँहरू ठान्नु कुनै राजनीतिक आन्दोलन हो भन्ने यहाँहरूले पटक्कै नठान्नु होला। सञ्चारकर्मी मित्रहरूले यो सरासर यो आपराधिक, यो लुटपाटको र हिंसाजन्य अमानवीय, विशुद्ध अमानवीय कार्य हो यो। यसमा सरकार चाहिँ आजको जस्तै संयमित भएर आगामी दिनमा चाहिँ बस्छ भन्ने मलाई लाग्दैन। यसरी ठुलो परिमाणमा क्षति हुँदै गयो भनेदेखि सरकारको मूलभूत दायित्व भनेको व्यक्तिको निजी सम्पत्तिको सुरक्षा गर्ने, संविधानले जुन चाहिँ सार्वभौम अधिकार दिएको छ जनतालाई, त्यसको सुरक्षा गर्ने सरकारको कर्तव्य हो। आजको घटनाको आधारमा हामीले थप विश्लेषण गरेर सुरक्षा रणनीतिलाई पनि हामीले परिमार्जन गरेर यसलाई परिस्थितिलाई हामीले चाहिँ सहजै नियन्त्रणमा लिन्छौँ भन्ने मलाई लाग्छ। हामीले सुरक्षाको निश्चित रणनीतिहरू हुन्छ। कहिले हामीले फौजको सङ्ख्या बढाउनु पर्ला, कहिले सूचनाको तहलाई अझ मजबुत पार्नु पर्ला, ती सबै कुराहरू हामीले मिडियाको सामुन्ने भन्न चाहिँ पनि मिल्दैन। त्यो आवश्यकता अनुसार चाहिँ हामीले गर्दै जाने कुराहरू हो। तिनकुनेमा चाहिँ करिब 10,000 देखि 12,000 को भन्ने जानकारी प्राप्त भएको छ। हाम्रो दुईतिर गरेर हाम्रो चाहिँ 5,000 को हाराहारीमा सुरक्षाकर्मी परिचालित भएको हुन्। हामीले तयारी गरेका छौँ। आज 10 बजेसम्म कर्फ्यू जारी भएको छ। हामीले आज रातभरि गस्तीलाई चाहिँ अझ हामीले तीव्र बनाउँछौँ। विभिन्न ठाउँमा चेक पोइन्टहरू राखेर शङ्कास्पद व्यक्तिहरू, शङ्कास्पद समूहहरूको उपस्थिति र आवागमन भएको अवस्थामा चाहिँ हामीले त्यसलाई निगरानीमा लिने, सोधपुछ गर्ने र आम नागरिकहरूलाई शान्तपूर्वक बस्ने वातावरणको चाहिँ निर्माण गर्छौँ। मैले अघि नै पनि तपाईँहरूले केही कुराहरू भने होइन, यो कुनै निश्चित आदर्श मूल्य मान्यता बोकेको कुनै राजनीतिक दल या समूहद्वारा आयोजित आन्दोलन भएको भएदेखि त्यसमा चाहिँ केही अनुमान गर्न सकिन्छ। र यो चाहिँ
कतिपय कुराहरू चाहिँ अनुमानभन्दा बाहिर गएको स्थिति पनि हो र सुरक्षाकर्मी त यो परिचालनको सिद्धान्त चाहिँ कहिलेकाहीँ अपवाद अनुसारको सिद्धान्त पनि हुन्छ। एउटै परिमाणमा एउटै रेसियोमा सञ्चालन गरिरहने भन्ने पनि हुँदैन, आवश्यकताअनुसार परिचालन गर्ने हो र सुरक्षाकर्मीको अझ इफिसियन्सी बढाउने कुरामा चाहिँ हामीले जोड दिन्छौँ। तर भन्नुहोस् त, तपाईँ प्रश्न गरिरहनु भएको छ, तपाईँ आफै पनि भन्नुहोस् कि यो कुनै राजनीतिक दलले गरेको आन्दोलन चाहिँ यस्तो खालको हुन्छ दुनियाँमा? हामी बनाउँछौँ, निश्चित रूपमा हामी बनाउँछौँ। यसलाई आजको घटनाबाट पनि हामीले करेक्सन गर्नुपर्ने ठाउँमा हामीले पुनरावलोकन गर्नुपर्ने विषयहरूमा हामीले अझै सुधार गरेर होइन, हामी बैठक बसेर त्यस्तो ठोस निर्णय त भएन। हामी माननीय मन्त्रीज्यूकोमा सुरक्षा निकायका उच्च पदस्थ अधिकारी त उहाँहरू हुनुहुन्थ्यो, घटनाको दैनिक रूपमा जानकारी लिने, त्यसलाई हेर्ने र त्यहाँबाट चाहिँ समन्वय गर्ने प्रयास भएको थियो। यो मलाई भर्खरै प्राप्त सूचना अनुसार यो अलिकति साथीहरूले के करेक्सन गर्नलाई भने यो 3 कुनेमा चाहिँ मैले करिब कति एउटा सूचना अनुसार चाहिँ हामीलाई अलिक 10,000 भन्ने जानकारी आएको थियो। पछिल्लो जानकारी अनुसार चाहिँ त्यहाँ करिब 3-4 हजार मात्रै मानिसहरू जम्मा भएका थिए भन्ने जानकारी प्राप्त भएको छ। यता समाजवादीकोमा चाहिँ हाम्रो अनुमान चाहिँ 18-20 हजार भन्ने थियो, त्यसमा करिब 35,000 को हाराहारीमा सहभागिता थियो भन्ने कुरा आएको छ। मैले तपाईँलाई भनिसकेँ, बल परेको निश्चित सिद्धान्त अवलम्बन गर्नुपर्छ र सुरक्षाकर्मीहरू बढीभन्दा बढी संयमित भएको अवस्था चाहिँ हो। आज घटनामा सुरक्षाकर्मीले हदैसम्मको संयमता अपनाएर आज ठुलो मानवीय क्षति हुनबाट चाहिँ जोगिएको अवस्था चाहिँ हो। र अर्को जुन चाहिँ घटनाको कुरा, क्षतिपूर्तिको कुरा यहाँले गर्नुभएको छ, सबै घटनाको विस्तृत रूपमा हामीले सङ्कलन गर्छौँ, यसको विश्लेषण गर्छौँ र क्षतिपूर्ति दिन पर्ने अवस्था हो होइन अथवा चाहिँ त्यो घटना के कसरी भएको हो भन्ने सबै कुराको एसेसमेन्ट गरिसकेपछि मात्रै अगाडि बढ्छ कुराहरू। कसलाई कारबाही गर्ने, कसलाई चाहिँ फौजदारी अभियोग लगाउने अथवा कसलाई कस्तो खालको कानुनी दायरामा ल्याउने भन्ने कुरा त्यसपछि मात्रै भन्न सकिन्छ। अहिले नै तँलाई यो कारबाही हुन्छ, उसलाई यो कारबाही हुन्छ भनेर मैले भनिहाल्ने स्थिति चाहिँ छैन। अनि उहाँको आए नआएको कुरा मलाई जानकारी प्राप्त भएको छैन होइन। आएछ भने सबभन्दा पहिला हाई लेभलमा छलफल होला, अब त्यसपछि मात्रै भन्न सकिन्छ। यो प्रारम्भिक भनेअनुसार त झडपमा भनिएको छ, भनेको गोली लागेको पनि हुनसक्छ अथवा अन्य खालको कुराहरू पनि हुनसक्छ। उपचारक्रममा महाराजगञ्जमा टिचिङ हस्पिटलमा मृत्यु भएको छ। आज मिति 2081 साल चैत 15 गते पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनको क्रममा काठमाडौँको 3 कुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानुनी तथा घोर भर्त्सनायोग्य रहेका छन्। यस्ता हिंसात्मक एवं आपराधिक घटना गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार छन्। संविधानले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै छ। शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाइ हुँदैन। अतः यस प्रकारका अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आम नागरिकलाई हार्दिक अपिल गर्दै कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बेहोरा अनुरोध गर्दछु।